ओ भाइ बहिनी हो, म तिमीहरूलाई के भन्नु आएको भने यनी हौ पैसा चाहिँ कमाऊ है, बिहा गर्नु हतार नगर। यति कुरा भन्छु कि बिहा गर्ने हतार नगर, जिन्दगीमा बिहा त गर्ने हो। जन्मेपछि के गर्ने, बिहा गर्ने तिमीहरूको एम त्यो बिहा गर्ने मात्रै नराख है, पैसा कमाउने एम राख है केटाकेटी हो। चाहे विदेश जाऊ चाहे जेसुकै गर, पैसा चाहिँ कमाऊ है। जिन्दगीमा हस्पिटल भर्ना हुँदाखेरि दुनियाँलाई माग्नु नपरोस् क्या, होइन? माग्नु पर्छ, नपर्ने होइन, तर पनि आफ्नो हैसियत चाहिँ दिने हैसियत बनाउनु क्या, माग्ने भन्दा नि दिने हैसियत क्या, बुझ्यो नि? चाहे साथीभाइसँग 2-4 साल टाढा बसेर हुन्छ कि आफन्तसँग 2-4 साल टाढा बसेर हुन्छ कि के गरेर हुन्छ, यनी हौ पैसा चाहिँ कमाऊ है, पैसा कमाऊ। म यही भन्न आएको। यसो यताउता हेरेर यसो है, आमा कस्तो लाग्छ क्या। हामी त जसो तसो अनलाइनले गर्दा यसो अलिअलि हेर्दा हुँदो हुन्छ, अरू हेर त 15 वर्ष पुगेको छैन बिहा गरेर जान्छ, अनि आफ्नो आमाहरूले पनि दुनियाँ देखेको हुँदैन, छोराछोरीले पनि दुनियाँ देख्दैन, अनि नाता नातिनी पनाता पनेती त्यतिकै सक्यो। अनि पैसा नभएपछि 40-45 वर्षको उमेरमा ज्यान गुमाउनु पर्छ। त्यही भएर यनी हौ पैसा कमाऊ, बुझ्यो? मान्छेले पैसा पैसा भन्छ नि, पैसा बिना केही पनि हुँदैन, झ्याक्ने। पैसा कमाऊ।